चलचित्र अभिनेता पोल शाहको बारेमा आयो खुसीको खबर। पोल शाहको मुद्दाको आज सुनाइ हुँदै के अभिनेता पोल शाह आज छुट्छन् होला त? सम्पूर्ण जानकारी आजकै भिडियोमा। आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने आवश्यक सतर्कता अपनाउन आग्रह। सामाजिक सञ्जाल फेसबुकमा झुटो प्रेमिका बनेर 26 लाख ठगी एक युवती पक्राउ। श्रीलङ्का संकटमा, प्रधानमन्त्रीको घरमा आगो लगाए राष्ट्रपतिले राजीनामा दिने। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ढिला संग्रौलाको प्रश्न। सडकमा सानो व्यापार गर्नेलाई डण्डा अनि निर्जीव शालिकलाई पैसा। अन्ततः लेखन संगीतमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र्यापर एमा बुद्धको घरमा पुगे। अन्ततः मोडल गरिमा शर्माले गरिन् यस्तो खुलासा। दर्शकबिन आज भने आजका केही महत्त्वपूर्ण समाचारहरू लिएर उपस्थित भइसकेका छौं। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ के भन्न चाहनुहुन्छ तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र्यापर एमा बुद्धको आमाबुवासँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भेट गरेका छन्। भैँसेपाटी स्थित निवासमै पुगेर मेयर शाहले एमा बुद्धका आमाबुवासँग भेट गरेका छन्। काठमाडौँ महानगरले आगामी आर्थिक वर्षको बजेटबाट एमा बुद्धको शालिक बनाउनका लागि 15 लाख रुपियाँ छुट्याएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो। लगत्तै शाहले सामाजिक सञ्जालबाट आफ्नो तलबले एमा बुद्धको शालिक बनाउने बताएका थिए। विरोधपछि शनिबार बालेनले एमा बुद्धका अभिभावकसँग भेट गरेका हुन्। भेटमा बालेन शाहले आफ्नै तलबाट भए पनि एमा बुद्धको शालिक बनाउने बताएका छन्। यस्तै चलचित्र अभिनेता पोल शाहको बारेमा खुसीको खबर सार्वजनिक भएको छ। अभिनेता पोल शाहको मुद्दा आज जिल्ला अदालतमा पेश हुने बताइएको छ। असार 18 गते हुने भनिएको सुनाइ स्थगित भएपछि आज सुनाइ हुने अदालतको भनाइ उद्धत गर्दै स्रोतले बताएको छ। असार 18 गते विभिन्न कारणले स्थगित भएपछि आज सुनाइ हुन लागेको हो। असार 18 गते पीडित बनिएको पक्ष अदालतमा उपस्थित नभएको र विभिन्न कारणले कामहरू अधुरा रहेकाले सुनाइ स्थगित भएको बताएका थिए। आज अदालतमा मुद्दाको पेशी सुरु हुने बताए पनि आधी घटनाको टुङ्गो लाग्न सक्ने नसक्ने त्यो भने अन्यलमा रहेको अधिवक्ताहरूले बताएका छन्। उच्च अदालत पोखराले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेश सदर गरेपछि पोल शाह सर्वोच्च अदालत नगएर जिल्ला अदालतमै आफूले न्याय पाउने कुरामा ढुक्क भएको बताएका थिए। आफू निर्दोष रहेको र जिल्ला अदालतले निष्पक्ष फैसला गर्नेमा अभिनेता पोल शाह अहिले आशावादी देखिएका छन्। यस्तो खबर सार्वजनिक भएपछि पोल शाहका समर्थकहरू पनि खुसी भएका छन्। करिब 4 महिनासम्म अदालतमा विचाराधीन रहेको मुद्दामा चलखेल भएको भन्दै आन्दोलन सुरु भएको थियो। अब छिट्टै खुसीको खबर सार्वजनिक हुने जानकारी मिलेको छ। सामाजिक सञ्जाल फेसबुकको मायामा फसेर युवतीलाई 26 लाख पठाएपछि भयो ठूलो खुलासा। नारायणगढका एक अवैध पुरुषलाई फेसबुकमा सुन्दर प्रोफाइल फोटो भएकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। ती पुरुष झट्टै युवतीको रिक्वेस्ट स्वीकार गर्छन्। लगत्तै उनीहरूका बीचमा फेसबुक मेसेन्जरमा कुराकानी सुरु हुन्छ। युवतीको सुन्दर फोटोले लोभिएका पुरुष च्याटमा मोहित हुन्छन्। युवतीसँगको गफमा उनी यति विश्वास गर्छन् कि उनी आफ्नो परिवारलाई भुल्न पुग्छन्। उनीहरू बीचमा अन्तरङ्ग गफ हुन थाल्छ। पुरुषको आग्रहमा युवतीले नग्न तस्बिर समेत फेसबुक मेसेन्जरमा पठाउँछिन्। बिस्तारै युवती घरका समस्यालाई पुरुषलाई सुनाउन थाल्छिन्। युवतीको समस्यालाई समाधान गर्न ती पुरुष लाखौं रुपियाँ दिन तयार हुन्छन्। एक पटक पनि भेट नभएकी युवतीलाई लाखौं रुपियाँ पठाइदिन्छन्। उनीहरूको सम्बन्ध थप नजिकिन्छ। कफी सपमा उनीहरूको भेट पनि हुन्छ। युवतीका समस्या दिन प्रतिदिन बढ्दै जान्छन्। उनी विभिन्न समस्या देखाउँदै आफू र आफन्तका नाममा पैसा पठाइदिन आग्रह गर्छिन्। पुरुष युवतीले भनेअनुसार गर्न कति पनि हिचकिचाउँदैनन्। उनै पुरुषलाई अर्की युवतीको पनि फ्रेन्ड रिक्वेस्ट आउँछ। सुन्दर प्रोफाइल फोटो भएकी ती युवतीको साथी बन्ने प्रस्तावलाई पनि लत्याउन सक्दैनन् ती पुरुष। अघिल्लो युवती जस्तै निकट सम्बन्ध बन्छ। बिस्तारै ती युवती आफ्ना समस्या सुनाउन थाल्छिन्। पुरुष उनको समस्या पनि समाधान गर्न प्रयास गर्छन्। त्यसका लागि उनी लाखौं रुपियाँ पठाउँछन्। लाखौं रकम प्राप्त गरेपछि युवतीहरू ती पुरुषसँगको कुराकानी घटाउन थाल्छन्। बिस्तारै उनीहरू हराउँदै जान्छन्। त्यतिखेरसम्म उनले 26,45,700 रुपियाँ ती दुईवटा युवतीलाई पठाइसकेका हुन्छन्। उनीहरू सम्पर्कबिन भएपछि भने ती पुरुषलाई झट्का लाग्छ। यही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नवलपुरको गैडाकोट 11 की 26 वर्षीय युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। युवतीहरूले ठगीकाली कानुन बमोजिम कारबाही गरी ठगिएको रकम असुल गरिपाउँ भनेर भरतपुर एक नारायणगढका 53 वर्षीय पुरुषले जाहेरी दिएपछि हामीले ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। पुरुषसँग दुईवटा फेसबुक प्रयोग गरेर पैसा माग्ने युवती एकै रहेको देखिन्छ। अधिकारीले एउटै युवतीले धेरै पैसा लिनका लागि फरक फेसबुक आइडी बनाएको अनुसन्धानबाट देखिएको छ। चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सामाजिक सञ्जाल मार्फत अपराधिक गतिविधि बढिरहेकाले सचेत बन्नुपर्ने अवस्था आएको बताएका छन्। सामाजिक सञ्जाल प्रयोग गरेर ठगी गर्ने गिरोह नै सक्रिय भएको हुन सक्छ। त्यस्ता मान्छेले पैसा धेरै भएको मान्छे खोज्दै सामाजिक सञ्जाल पन्थ्याइरहेका हुन सक्छन्। अधिकारीले भने सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्छ। यस्तै अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन्। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
प्रदेश नम्बर 1 र बागमती प्रदेशका 1-2 स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्। प्रदेश नम्बर 1 गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी भूभागका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आर्थिक सङ्कटबीच महिनौदेखि चलेको विरोधपछि श्रीलङ्काका राष्ट्रपति गोटाबायाले बुधबार राजीनामा दिने भएका छन्। सभामुख 30 दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा सदस्यले नयाँ नेता चयन गर्नेछ। यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति सुरक्षित स्थानतर्फ भागेका थिए। यसैबीच प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमको घरमा आगो लगाएका छन्। प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्, प्रधानमन्त्रीको कार्यालयले बताएको छ। यस्तै लेखक सङ्गीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। पुस्तक सम्पादनका क्रममा लेखक सङ्गीतले आफूमाथि यौन दुर्व्यवहार गरेको एक लेखकले शनिबार फेसबुक लाइभ मार्फत सार्वजनिक गरेकी छन्। पीडित लेखक सरिताका अनुसार उनी पुस्तक सम्पादनका क्रममा सङ्गीतकै कोठामा पुगेकी थिइन्। पुस्तकको काम गरेपछि आफूहरू अलग अलग कोठामा सुतेको र बिहान पख आफू सुतिरहेको भान्सा कोठाको खाटमा आएर सङ्गीत पल्टिएको भन्दै उनले भनेकी छन्। मैले सोच्नै सकिनँ, म कोठाबाट बाहिर गएँ। केही बेरपछि कोठामा फर्किँदा सङ्गीतले चिया बनाएर दिदी चिया खाऊ भनेको उनले सुनाइन्। आफ्नो प्रतिवादको सन्देश बुझ्यो होला भन्ने लागेर आफू त्यो दिन सङ्गीतसँग राजेन्द्र महर्जन र आहुतिलाई भेट्न गएको स्वीकार गरेकी छन्। साँझ फेरि कोठामा आएपछि पुस्तकको काम गरेको उनले सुनाइन्। काम सकेर एकछिन कुराकानी गर्ने क्रममा सङ्गीतले आफ्नो हातको चुरा समातेर चुरा किन लगाउनुहुन्छ भनेर सोधेको उनले सुनाइन्। मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो। मैले आफ्नो हात आफूतिर तानेर भाइ तपाईँ सुत्न जानुस् भने उनले भनिन्। यो मान्छेले मसँग एडभान्टेज लिन खोज्यो भन्ने महसुस भयो। म कमजोर भयो भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो। त्यसपछि आफूले उनलाई ढोकामा पुर्याउँदा च्याप्पै समातेर गालामा किस गरेको उनले सुनाइन्। तिमी र म त दिदीभाइ हो नि भाइ मात्र भन्न सके। त्यो घटनापछि आफूले सङ्गीतलाई धकेलेर चुकुल लगाएको र मुस्किलले रात कटाएर भोलिपल्ट घर फर्किएको उनले सुनाइन्। लेखक सङ्गीतले भने पीडितले भने जस्तो घटना नै नभएको उल्लेख गरेका छन्। शनिबार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै आरोपहरूको प्रतिवाद गरेका छन्। यस्तै चलचित्र लन्डन टु पेरिसको लन्डनमा छ्याङ्कन सुरु भएको छ। चलचित्रको हिजो शनिबार शुभ मुहूर्त गरिएको हो। लन्डनमा फिल्म 30 दिन सुटिङ गर्ने र त्यसको केही समयपछि प्यारिसमा 7 दिनको सुटिङ सेड्युल रहेको बताइएको छ। घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, अनिल खड्का, कबीर खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र गौतम प्रोडक्सन र एबी इन्टरनेसनलको संयुक्त ब्यानरमा बन्न लागेको हो। अतीत कुमार थापा र परी राणाको लगानी रहेको छ। चलचित्रमा 50% भन्दा बढी प्राविधिकहरू भारतका रहेका छन्। यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले र्याप गायक एमा बुद्धको शालिग निर्माण गर्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयको आलोचना गरेकी छन्। सुरुमा महानगरको बजेटबाट 15 लाख छुट्याएका मेयर बालेन शाहको चौतर्फी आलोचना भएपछि आफ्नै तलबबाट शालिग निर्माण गर्ने घोषणा गरेका थिए। त्यो घोषणालाई अपरिपक्व बन्दै आलोचना भइरहेका बेला डिलाले फेसबुक मार्फत जनताको पसिनाबाट जम्मा भएको पैसाले शालिग बनाउनु राज्य कोषको दुरुपयोग भएको जिकिर गरेकी छन्। व्यक्तिका नाममा शालिग पार्क, गेट, स्मृति र प्रतिष्ठानका लागि जनताको पसिनाबाट जम्मा भएको राज्य कोषको दुरुपयोग गरिनु ठीक होइन। फेरि आफ्नै तलबबाट बनाउँछु भन्नु पनि उचित देखिँदैन उनले भनिन्। उनले शालिग बनाउने पैसा गरिब असहायको आय आर्जनमा जोड्न सुझाव दिएकी छन्। उनले केही समय अघि मात्रै मकै पोल्ने दम्पतिलाई महानगरका प्रहरीले गरेको लक्षार पछार घटना सम्झिँदै प्रश्न गरेकी छन्। सडकमा सानो व्यापार गर्नेलाई दण्ड अनि निर्जीव शालिगलाई पैसा, यो कस्तो नीति हो? दर्शकबिन, तपाईँ के भन्न चाहनुहुन्छ? यस भिडियोप्रति तपाईँका कुनै सल्लाह र सुझाव भए तलको कमेन्ट बक्समा लेखिदिनु होला। अर्को भिडियोमा पुनः पनि उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने यस भिडियोबाट छुट्टिन चाहन्छु। तपाईको बाँकी पल शुभ रहोस्।